अनि बिहान बिहान सुरु गरे फेरि टिभी हेर्न। ए जा एसिया छ पढ्नु ओर्नु छैन। यहाँ देशको छ चिन्ता, तपाईहरु एसी एसी भन्नुहुन्छ जति बेला पनि देशमा चुनाव लागिसक्यो खुरुक्क मतदान दिन जाने। तँलाई के हो थाहा छ यो मतदान भनेको? म यसपालि कसैलाई दिन्न। यत्रो वर्षदेखि केही भएन, यसपालि म दिन्न। मतदान भनेको के हो थाहा छ? मतदान र कन्यादान उस्तै उस्तै हो। मतलब कस्तो मतलब? कन्यादान गर्दाखेरि कति चिज हेरेर गर्छौँ हामी। कस्तो केटा छ, कस्तो छ परिवार, कस्तो छ खानदान, भोलिको दिनमा कस्तो हुन्छ सम्बन्ध, यिनीहरूको जीवन कसरी गुज्रिन्छ भने जस्तै हो यो मतदान गर्नु पनि। हाम्रो एक मतले देशको भविष्य निर्धारण गर्छ। त्यो भएको हुनाले आफ्नो मत हाल्ने अधिकार प्रयोग गर्नुपर्छ। हाल्न जान्न भन्ने होइन, जाने हो, राम्रो मान्छे छान्ने हो, त मत आफ्नो प्रयोग गर्ने हो। फलानोले भनेको चिलानोले भनेको मलाई हाल उसलाई हाल होइन। मेरो बुवा यो पार्टीको हुनुहुन्थ्यो, मेरो हजुरबा यो पार्टीको हुनुहुन्थ्यो, त्यो होइन। राम्रो उम्मेदवार को छ त्यसलाई गएर मत हाल्ने, त्यो हो मतदान भनेको। र जुन मतदान आफूले प्रयोग गर्छौँ त्यसले गर्दा भोलिको दिनमा त्यो उम्मेदवारले जितेर जाँदै गर्दा आफ्नो क्षेत्रसँगै आफ्नो देशको पनि विकास गर्ने। त्यस कारणले गर्दाखेरि कसैको प्रलोभनमा परेर होइन, लोभ लालचलाई छोडेर राम्रो उम्मेदवार छानेर भोट हालौँ। आउँदो यही फागुन 21 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म सबैजनाले मतदान गरौँ। आई एम द भोटर। आई एम द भोटर।